धेरै धेरै धन्यवाद छ कार्यक्रम सञ्चालकजी। साथीहरू हल्ला नगर्नु है त, दायाँ बायाँ उभिन मिल्छ, सबै कुरा गर्न मिल्छ, तर हल्ला। यस कार्यक्रमका सभापति एवं क्षेत्रीय अध्यक्ष विनयजी, पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्षजी, पार्टीका विभिन्न तहका नेता कार्यकर्ता साथीहरू, उपस्थित अत्यन्तै प्रिय बङ्गाली आमा बुबा दिदीबहिनी तथा दाजुभाइहरू, पत्रकार साथीहरू, अन्य महानुभावहरू, धेरै समयपछि दाङमा तपाईहरुसँग आएर यस प्रकारको भेटघाट गर्न पाउँदा, आफ्ना कुराहरू राख्न पाउँदा असाध्यै खुसी लागेको छ। यो भव्य सभाको आयोजना गर्ने विनय भाइ लगायत आयोजक साथीहरू सबैलाई धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। जुन बेला हामी अहिले यो आम सभामा जम्मा भइराखेका छौँ, यो एउटा सामान्य स्थिति छैन। हामी एक प्रकारको सामान्य एउटा सभामा मात्र जुटिराखेका छैनौँ। तपाईहरु सबैलाई थाहा छ, देश अहिले एउटा विशिष्ट परिस्थितिबाट अगाडि गुज्रिराखेको छ र देश अहिले तीव्र रूपमा दुर्विकृत भइराखेको छ। देशमा अनेक नामका दल संगठनहरू निर्माण भए पनि मूल रूपमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामको अहिलेको विद्यमान लुटतन्त्रको पक्षमा उभिनेहरू एकातिर र यो लुटतन्त्रको अन्त्य चाहने, देशमा राजासहितको प्रजातन्त्र, हिन्दू राष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजी, सुशासनको स्थापना, भ्रष्टाचारको अन्त्य चाहनेहरू अर्कोतर्फ, हामी दुईतर्फ अब अहिले ध्रुवीकृत भइराखेका छौँ। यो ध्रुवीकरणमा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरू एकातर्फ छन्। उनीहरू के भन्छन् भने अहिलेकै व्यवस्था ठिक छ, अहिले गणतन्त्र नामको जुन लुटतन्त्र चलिराखेको छ त्यसैलाई निरन्तरता दिनुपर्छ भन्छन्।